फेरि मैदा अरे मैदा छैन एकैटी नमन ओ पुवा हो साल गर्नु यहाँ म सबै बिहान काट्यो खै यो कुत्ताले गाइस यो चाहिँ पार्ट 2 हो अनि यसमा चाहिँ हामीले बुवाको बर्थडे सेलिब्रेट गर्दैछौँ अनि हाम्रो केक चाहिँ रेडी भइसकेको छ अनि केक चाहिँ उता छ अनि हामीले सबै सामान रेडी पार्दाखेरि चाहिँ बुहारी लिएर उहाँ माइक जान यो चाहिँ गिफ्टै यो चाहिँ हाम्रो होइन यो चाहिँ सानीको मम्मीको कसको त्यसै बुवा हामी चाहिँ सामान रेडी पार्दाखेरि बुवा हात त्यता हुन्छ त्यो लाइट बनाएर त माइक जान फेरि अब चाहिँ हामीले बुवालाई बोलाउँछ भने सेलिब्रेट गर्छु गाइस आजको बिगेस्ट चोट हिस्ट्रीको यहाँ लागेर आमा कति काटेर यहाँ लाउ केक यस्तो रेडी भइसकेको छ अनि लुक्सले चाहिँ माइन्ड नगर्नुलाई गाइस होइन यो चाहिँ हामीले फर्स्ट टाइम ट्राई गरेको घरमा बनाउनलाई चाहिँ अनि जस्तो भए पनि राम्रो भएको छ नराम्रो भयो भने राम्रो भएको छ भन्नु कसैले खुसी चाहिँ गर्न पाउनु होइन अब चाहिँ हामीले केक काट्छौँ बुआ यहाँ मम्मीले बोलाउन खा Happy birthday to you. Happy birthday to you. बुआ त आउन होला भने त बुआ त सुत्न दुई बजी लाएर मिनेट ठिक ठाक गरेर चक्लेट है यहाँ बनाएर खाएको बर्न यता चाटेको छ औलाको छाट बसेको बर्नले दिउँ साटेको छ स्कुल आएर क्रिकेट आएर त धेरै राम्रो नभए पनि हाम्रो यो माया हो यो माया मलाई सेन्टी नबनाउनु भन्नु न भयो सेन्टी रे सेन्टी इमोसनल नहुनाले ए दुखी भयो हैन भएन मैले नि उनाउनु मसँग छैन मसँग कनेक्सन डिक्सनरीमा वर्ड छैन यो उस मेरो यता यो आगोमा नगरे सिधै स्पिम अझ छड्किन के यहाँ छोड्नुको यो माथि छ यो यस्तो छ नि यहाँ छोड्नु के छप्नु यहाँ छोड्नु छाले निस्क्यो के जयपटी किन हो देखुले जलाले भयो के छिटो पनि हाँसिए गरिदिउ न लाने त्यो भयो के छिटो बुवा सकमा हुनुहुन्छ यहाँ चम्नु के यस्तो गरिएन ओ पुवा हो साल गर्नु यहाँ ए म सबै ए झन् कमेडी गर्न पता पता म त्यो यसो गर्ने गर्छु म त पकाउने यहाँ बचाएको चल इमानी वरुण ए बरे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु बुवा ह्यापी बर्थडे टु हाम्रो वरुणको बसाइ हो वरुण के बस्यो त्यस्तो कति वर्ष गाउन आले म
50 ए वर्ष आजभन्दा पहिले 50 वर्ष वरुणको बर्थडे ए बरे मेरो बर्थडे बेला आएको यो त के थाइ बस्छ नि गर न होइन म यसो थियो कि उसले भाइ लिएर उसले जहिले कुरा गर्दै हुनुहुन्छ मोबाइलमा बिना झन् आएको Happy birthday to you. बुवालाई बेइज्जत नगर्नु न साँच्चै हो Happy birthday to you. Happy birthday to you. Happy birthday. वरुण भयो कि ए बानी कोही हँस अब बुवा तपाईँ त कमेडी भयो सन्तुष्टि मिल्यो त्यही भएर बस्छ ए बरे भयो कि नानी भयो यो केटा यो त क्यामेरामा भयो कि पुरै गाइज यो नाजाको बाबु नमार्नु बुवा बुवा केक त तपाईँले मासु काट्न किन हुँदैन डर थियो र त्यतिकै के को गिफ्ट छ यो खोलिदिउँ के बस्नुको ह्याप्पी बर्थडे टु यु तालीबाट गजाली कलापिङ बुवा सरलाई टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डियर अङ्कल दोकानवाला अङ्कल यो ह्याप्पी बर्थडे टु यु बुवाको साथ कस्तो राम्रो मलाई पनि दिनु न कस्तो के तँ पहिला जन्मेकोस् क्या जन्मेको त म पहिला म जन्मेन उ छुट्टिन्छ भाइ जन्मेको त म भाइ तिमी अझै कति वर्ष पछाडि चाहिँ सदियो पछाडि होइन सबैले वान टू ह्याप्पी बर्थडे टु यु ज्ञानी हुनुहुन्छ ज्ञानी हुँदै जानला हो क्या ज्ञानी हुँदै जानला हामीलाई यस्तो माया माया गर्नला भनेर धेरै खोइदिने पो नमस्ते केक त मिठो रहेछ दिउसहरूको मेहनत हो यो केक त उसको किनेर ल्याएको ब्राउनी जस्तो हो के सेम केस त्यस्तै छ होइन बुवा म हामी वेटिङ छ के खानला वेटिङ रे मलाई यो पाट यस्तो अर्कै लाग्छ नि वान टू कति फोन काटेको उहाँ गिफ्ट त केही छैन हेर न उहाँ कपडा त उहाँ पछाडि उमारे चाहिँ उयो गर्ने के भन्ने मैले आशीर्वाद हस् धेरै केही नभन मैले ह्याप्पी बर्थडे कस्तो ह्याप्पी बर्थडे बुवा भन्ने होला नि बुवा मलाई माया गर्नला तपाईँले मैले माया गर्छु भन्न गर्ने कता केक खाँदा थालेर प्लेट बनाएर यो त पुरै ल्याएर मैले हजुर जतिको लागि दियो बुवालाई ढोक दियो ह्याप्पी बर्थडे बुवा भन्ने होला नि धन्यवाद तिमीले त पलस गरिदियो नि तेरा त ए गदा जस्तो थोर ल्याइदिनु थोर ल्याइदिनु ह्याप्पी बर्थडे सानी के खुवाइदियो ज्ञानी भनेस् हुन्छ राम्रो पढेस् यसले त गर्दा गर्दा आङ तान्छ है टिको लाउँछ होला के गर्नु र खाएन त्यत्रो नखाइ थोर खाइदियो खानु सुकुले खुवाइन्छ ल ढोक दियो ए चम्मच सब यता रेडी भइसक्यो यता हेर्नु न बाला हेर्न गरेस् गए सब त के कता के
बुवाले खोल्दै हुनुहुन्छ बर्थडेको गिफ्ट ल अलि सिधा गरेर देखाउनु कस्तो रहेछ यता यता फर्काउनु न यता ल मन परेको नि बुवा ओ बहुत राम्रो मलाई सुन्छ कि तल लाउला तल्ला तैँले लाउला तल लाइनमा छ लाउनलाई म नि छु आत्ता किन तँलाई हुन्न केक क्विन त जानु खटिङ त भन्ने चाहिन्छ 1 2 here is ल दिन्छु म दिन्छु ल धन्यवाद राम्रो केक खाना सुरु भइसक्यो थोरै बर्थडे गिफ्ट के चाहियो बुवा रे के चाहिएन सबभन्दा मलाई के छैन त्यो माया चाहियो अघि चाहिएन तिमी आऊ मिठो छ बनाएको के भन्दा कोदा रोटी न कति दामी छ माथि फेरि पाउरोटी हो होइन पाउरोटी केही होइन के बिस्कुट मात्रै हो बिस्कुट आन्दैछि बिस्केको बनाएको के गर्ने ए सबै हो के सबै हो बिस्कुट हो मित्र प्रेमको र प्रेमको नामहरु सम्झनु त्यहाँ मिठाई के आइदिया खान्छ न त्यही हो ए के हुँदा कस्तो लाग्यो नयो खान्छ मिठो बहुत राम्रो अनि बोल्यो मेरो भाइ दाम भन्दानु सेम ब्राउन जस्तो भयो के वाउ तिमीले थाले खाउला है भने भाइ राम्रो हो हँ आफू बनाएको कस्तो लाग्यो मैले बनाएको कस्तो आफू बनाएको थाले ब्राउन जस्तै खान्छ थाले चाट्यो त्यस्तो गरेर यो चाहिँ घर बनाएर खानुस् हजुरलाई खास निन्दै हो त मेरो निन्द म डक्कै पारिहाल्छ मैदा हो ए फेरि मैदा हो रे ए बिस्कुट म यहाँ छैन एकैटी नभन मैले गर्छु के त्यो हेरौँ ल त कहाँ चाहिँ भिडियो कल गरेको कस्तो लाग्यो टी सर्ट राम्रो सुपर सुपर डुपर भयो कि राम्रो भयो नि त बल्ल गीत गर्न लाग्यो राम्रो देखिँदो रहेछ यस्तो पछाडि फर्किनु न पछाडि यसो गर्नु यसो यस्तो गर्नु यसो गर्नु यसो गर्नु यसो गर्नु यसो पेट भित्र राख्ने भनेको होइन पछाडि फर्किनु यसो अब हो यस्तो त्यसो हो त्यसो ल सो गाइज आजको बर्थडे पार्टी चाहिँ धेरै राम्रो भयो अनि बुवा पनि धेरै खुसी हुनुभयो किनकि हामीले चाहिँ घरमै केक बनाएको थियौँ त्यसैले अनि बुवालाई चाहिँ केक धेरै मन पर्यो अरे कतिपटक भन्दै हुनुहुन्थ्यो मन पर्यो भनेर त्यसपछि फेरि हामीलाई पनि मजा आयो अनि केक पनि मिठो बनेको थियो अनि हजुरहरूले पनि घरमा ट्राई गर्नु सक्नुहुन्छ गाइज अनि हजुरहरूले आजको भ्लग कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गरिदिनु गाइज आज चाहिँ आजको लागि चाहिँ बाई